आज पनि धेरै लगानीकर्ताहरूलाई प्रोमोटर सेयर भनेको के हो भनेर थाहा नै छैन। यो सेयर कोसँग हुन्छ र यो सेयर कसरी हात पार्छन् भन्ने विषयमा म आजको भिडियोमा तपाईहरुलाई सजिलो रूपमा बताउन जाँदैछु। भिडियो सुरु हुनुभन्दा अगाडि सबैलाई एउटा अनुरोध गर्न चाहे, यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला, ताकि आगामी दिनमा पनि तपाईहरुले शेयर मार्केट र आईपीओ सम्बन्धी जानकारी सजिलै पाउन सक्नुहुनेछ। आज चाहिँ हामी प्रोमोटर शेयर भनेको के हो भनेर बुझ्ने छौं। प्रोमोटर शेयर भनेको चाहिँ कम्पनी स्थापना गर्ने व्यक्ति, समूह वा संस्थापकहरूले राखेको शेयर हो। सरल भाषामा भन्नु पर्दा चाहिँ कम्पनीका मालिकहरूले राखेको शेयरलाई चाहिँ प्रोमोटर शेयर भनिन्छ। उदाहरणका लागि कुनै पनि बैंक वा हाइड्रो पावर कम्पनीको 50% शेयर प्रोमोटरको र 50% शेयर पब्लिकको हुन सक्छ। अब बुझौं प्रोमोटर शेयर र अर्डिनरी शेयर बीच के फरक छ त। अर्डिनरी शेयर चाहिँ सर्वसाधारण लगानीकर्ताहरूले आईपीओ वा सेकेन्डरी मार्केटबाट किन्न सक्छन्, तर प्रोमोटर शेयर भने विशेष नियम र शर्त अनुसार मात्र किनबेच गर्न सकिन्छ। अर्को महत्त्वपूर्ण कुरा के छ भने धेरै कम्पनीका प्रोमोटर शेयरलाई अर्डिनरी शेयरमा रूपान्तरण गर्ने व्यवस्था पनि हुन्छ। सरल भाषामा भन्नु पर्दा कम्पनीका संस्थापक वा मुख्य मानिसहरूले राखेको शेयरलाई चाहिँ प्रोमोटर शेयर भनिन्छ, तर हामी जस्ता सर्वसाधारण लगानीकर्ताहरूले राखेको शेयरलाई चाहिँ अर्डिनरी शेयर भनिन्छ। यस्तै शेयर बजार सम्बन्धी जानकारीका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।